ल यता चाहिँ उज्यालो रहेछ के गर्छ डर लाग्छ के यहाँ मेरो नामको खाजा घर यहाँ कहाँ लाग्नु हामीले कहाँ दिन्छ त आलु बोक्रा फल्दा यहाँ पुरै आलु छ यहाँ पुरै पाक्दैछ यहाँ टाँसिन्छ एक जर यहाँ मसला पिन्नु मासु पाक्दैछ यहाँ बनाऊ टिकटक नखेलेर ल अच्छा अच्छा चार बुढा ल कति चाहियो तिमीलाई मलाई 3-4 वटा देऊ न यस्तो सो फ्रांसी के चलियो सो कहाँ 50 को चली खेल्छ भने गुरु नि लास्ट लिँदैन 1000 ल चौको छकाएर हैन के मिलाउनु भएको त सेटिङ गर्न जान्छ मैले त्यो चौको छका खाना त के भाषा है मासु बस्न साथै पाकेको छ गरेको दाइले पाकेको छैन हामी सबैजना पात हजार त लिएर बिटा अनि किन्छ आइफोन किनेको 17 हजार लाग्छ होला अम्मा गाडी धोएर बस्यो हो यहाँ माथि के छ हेर्न एउटा यहाँ मिस सुतिराख्नु भएको छ यस्तो छ सिन आलु बोक्रा साल बोक्राको बोर्ड त यहाँ कति तिम्रो खाऊ के आइराने तासे आउनु छोडी मिसी छोरी भइसक्यो छोरीले हुन्छ ओ हजुर प्रो खुर्सानी खानु पर्यो ग्याम्बलर्सहरु देखे आज स्विमिङ ल्याएकै यहाँ गाडीहरुलाई आज भात धेरै खान्छु जस्तो लाग्छ म राख्दिन्छु है म राख्दिनु तपाईँ राख्नु ठीक छ तरकारीहरु मिलाएर राख्नु म भात राख्छु अर्पिल रेडी छ खाना खानु रेडी छ खाना खानलाई भनेको अहिले हामी टिकट ल्याएर आदि 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 यताबाट गएको खाऊ भाइ उता पछाडि नै उता गेम आखेन त अहिले आइसक्यो अब 11 दिनमा कुन गेम अन्डर 20 हो कि हेटोडा भनेर भनेको थियो हे भगवान दिरो छ हो सर अचार त चिन्तिन होला तपाईँ ग्याप भइसक्यो धेरै भइसक्यो अब अचार ल मिलाएर आउने गर्नु न अर्पिललाई नि ल किन अचार खाँदैन सकेर बाबु उज्यान छ केटाहरु पनि छ गुरु ल न त्यो त्यही भनिन्छ ल भर्तीलाई त्यही भनिन्छ ल अचार धेरै पिरो छ थोरै हाल्नुस् यस्तै चाहिएको थियो ठीक छ ल त्यस्तै चाहिएको थियो जस्तो सोच्छु त्यस्तै भयो है दाल नहालिदिनु मलाई तिरुवा माथि हैन आइराछ त तल सर्भ गर नि त्यसो भए पनि पाउनु भएछ टिपेको प्रदीप दाइ भाइबाट सिधै दाइ बिजे छैन मलाई यहाँ गुलिया राखिदिउ त भाइ वर्षै तपाईँ छाला खान्छ हाम्रो भिडियो कसले बनाइदिन्छ दालमा नुन कम छ क्या हो आयो भयो दालमा नुन छैन चामै ल रेस्टुरेन्ट कसरी हो
त्यो कुर्सी तानेर बस्नु नि बहिनी के छ मात्र बोल्ला दालमा नुन कम छ दाल खाएर हेर्नु त सबैले नुन है नुन ल्याइदिनु न त यता बस्यो यता स्पेस खाली छ यता खाली छ ए भने त होइन रहेछ यता चाहिँ यो आर्डर दिला नि है कम हाले त्यसमा सबैलाई कम एकजना चाहिन्छ मासु हजुर सबैलाई पुगिने हैन तिर्खा अलिअलि यता सोच्नु नाम के रे उठ्ने खाली छ यहाँ चाहिँ खाली ल यतै गुरु खायौँ हामीले के रे अनि तिमीलाई के चाहिने हो त खानु सक्दैन खाना त ल्याइनु अनि त सबै मासु छ अरे ल मासु छ है दाल दाल त कालो नुन लाग्यो कता तले डढ्यो नि नानी दालले अब खाने अब अचारी गुरु ल्याइदिनु थियो माम छ खाने हो तेरो म कता ल्याइदिन्छु त हुन्छ मासु बाँकी रहेछ तने ल मासु ल्याऊ है मासु के खाने के खाने भनेको नानी चाहिँ होइन यसको नाटक हाल्नु हाल्नु दाई खोइ दाई हजुर दाई खोइ देऊ न नि मासु ओइ मासु छ देऊ चिज खाने हो हुन्छ गुरु हुन्छ दाल खाने हो अमै साग छोडिदिनु मलाई साग साग ल भयो मलाई मन छ नो 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 साग एक क्याम्रो भने खानु न खानु कति ओटा माथि राख्छु त बाबु तिमीहरू सागको सिजन छ नि यो नि काटकुटुक छरेर यहाँ 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 हाल्नु त मेरो दाल हाल्नु त नाइ रे क्या भात सुकाउनु पर्दैन 50 मिनट छ है रोमन कति खाँदो रहेछ नट पनि मलाई पनि थोरै हाल्दिनु थोरै खाँदैन अहिले नाइ भयो के अरे तिमीलाई पनि भाइ खान्छ हजुर हजुर आफ्नो बाबाले हालिदिन्छु म छोरी खानु पुगिसु मलाई खानुछु म हालिदिनु हुन्छ अरे के र म हालिदिन्छु खानु 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 अचार सक्यो म ल्याइदिन्छु अहिले खानु भोक लाग्यो भने लाग्यो कस्तो चुर भयो अब चाहिँ हालिदिनु उसले खान्छ नफाल्नु खाऊ ल त खोइ थपे खाइ त अब न हालिदिनु खोइ भात चाहिँ भात एकदम भात खान्छु कता पुग्यो खानुपर्छ भयो भयो खेल्नु पर्ने मान्छेले कस्तो लाग्यो श्यामले बाबुलाई एकदम हान्छु रे तन्ने खाऊ बढी हुनु पर्छ भरि घरले छोरा निवानीहरू धेरै छन् यहाँ सानो एकजना मात्रै छ यहाँ भात बाहुन पनि छ तपाईले पुग्यो खाना एकदम हेलो मासु भात ग्राम ग्राम मासु भात ग्राम ग्राम पुग्यो बालिन मान्छे हाम्रो खायो लङ टोक्नु मलाई पुगिन्छ धेरै हुन्छ टोक्न नि फाल्दिनु मैले कसरी दिने त अनि टोकेर फाल्नु नि त अनि बढिन्छ भने भन्दैछु र पुग्यो हो त खाना पुग्यो आमा
प्रेसर कुकर अहिले चाहिँ भोकाइरहेको मजा है मेरो एन्सल सिम हो कि दिदी मैले पहिला हजुर कल गरेको थिएँ अनि पछि हजुरले रिसिभ ट्रेनिङमा हुनुहुन्थ्यो रहेछ अनि मैले फेरि म्यासेज गरेको थिएँ के ए ल हुन्छ दिदी अब हामी खाना खाइरहेको छौँ खाना खाएर आउँछौँ हस् भयो तपाईँलाई पुग्यो खानु अझै मान्छे बन्नु भयो बिजी बाबु भन्नु मलाई सजिलो गुरु खाजा घर हो गुरु बाटो लागेको छ यति भएको छ खाङ्गा भएपछि अचारको बाटो लास्टमा स्टप भयो कि कतिजना हो 3 जना मान्छे अनि त्यो आमा पछि नसुनिदिनु भएको भए ठिकै थियो कि मैले बोल्दा फेरि दाइ त्यो एउटा टिकटकमा एउटा फुटेको छ त म दुर्गेश दाई भन्नेवाला थियो सानो फुट्यो सोयसको अब के भन्नेलाई लास्ट आवरमा भात त फाल्न मिल्दैन अर्को घरमा त फेरि यति त बाबु के राख्ने कहाँ राख्ने भयो त्यो कुरो के राख्ने भन्दा खानुभन्दा धेरै फाल्ने रहेछ तिमीले खाइरहेको त त्यत्रो मेरो स्पिकर लिएर आउनु न जाने बेला के पाँच जाउँ यहाँ खाँदाखेरि यहाँ फाल्ने कुरा हुनु चाहिँ तपाईँ खान्छौ ओनलाइन क्यामेरामा भने अब क्यामेरा हात तिमी नखाँदैन देख्न खोइ नाटक नगरेर यहाँ देखाउन खाएको क्या ए दुई तिन त टोक्छ सुन्दा खाना चाहिँ यो त्यो भर्खर सिजनको त्यसरी खानुहुन्न मैले त्यही एउटा 3 ठाउँ भइहाल्ला अन्त तिमीले चाहिँ भने हात हड्डी फालेन यिनीहरूले हेरेर मासु 1 किलो खाए जस्तो हड्डी हेरेर हड्डी यसो गर्दै त्यसो नि खान्छ ल हेर त अचारसँग मैले के अरे भाइ खानु नि त मलाई लागिरहेको म खाइरहेको छु सुकुटी हाल्ने सुकुटी चाहिँ ठिक फेरि सुकुटी त अहिले यहाँ खाइहाल्छौँ चाख्छ नि भने गुरु एक्ला फेरि म खिचिदिन्छु नि लागि छु नम्बरमै गरौँ कि आज मेरो विचारमा करेन्ट खालको भोलिलाई मात्र चाहिँ हो नाम छोडेको अचानक फेरि अब होइन भोलि मात्र हो क्या तिम्रो छोडेको त्यही पनि क्लियर भएन यसले त भोलि मात्र आउने भयो भोलि त त्यो दिउँसो हुँदैन तर हेर तिम्रो भात खाएर सबै हजुर गुड मर्निङ तिमीहरू जानु भएको बेला पऱ्यो भने खानु आज खेलाडी उपस्थित हुनु पर्यो नि करम त कोच मात्र होइन
त्यही त भने ल ल हस् हस् त्यही जानकारी भोलि थाहा छ थाहा छ ओके कोही कोही भात खान नखा मैले भने होइन हो बेसरम भएर बेसरम भएर अहिले आएको भयो त होइन हुँदैन बेसरम म थाल्दिनँ ए छोरे छोरे आरटी 1 घण्टा खान्छ रे 1 घण्टा लाएर भयो नि खान्छ रे उसले म खुवाइदिन्छ एकजनाले म फटाइदिनु एकजनाले हाल्दिनु गरेर खान्छ पर्यो नि आज आफै खान्छ एकचोटि उ त्यहाँ पुगेर मेरो गाडी भएको ठाउँमा आऊ न फेरि रुच्छ ल्याइहाल्छ ल यसो भन्यो अब खान्छ उयो मिठो खके तर है खानामा पाप लाग्छ है अहिले फेरि डायरिया होला नि फेरि खाएर फेरि नखाने मान्छे त्यो हाल फालिदिन्छु कि ल गरम खाउन पहिला जमिन नि त नि तारसम्म पुग्दाखेरि चिन्नु पर्यो नि त त्यो यसो 11 गर न आइफोन देऊ त म अघि भिडियो आइडल दिनु पर्यो मेरो साथीले भात खाँदैछ कि के सबै भात फालिदियो भाइ बेसरम भयो त्यसमा भन न अस्मिता तिमी पानी छैन रहेछ तिम्रो त्यसो लाल दुपट्टा लाल दुपट्टा तेरे हवा के झोंके से लाल दुपट्टा उड़ गए रे तेरे हवा कपाल मिलाएर देखाउँछ